मैले चाहिँ अर्पण सरको क्लास लिइसकेपछि हाम्रो सिटिभिटी अन्तर्गतको डिप्लोमा इन जियोमेट्रिक इन्जिनियरिङमा बागमती प्रदेश अन्तर्गतकै नारायणी पोलिटेक्निक इन्स्टिट्युटमा चाहिँ म अहिले फुल स्कलरसिपमा पढिरहेको छु। स्ट्याटहरू त्यो म्याथको फर्मुलाहरूदेखि लिएर साइन्सको केमिकल रियाक्सनदेखि लिएर सब डेटहरू त्यो सबै याद गर्न चाहिँ एकदम सजिलो नै भएको छ यहाँबाट। पहिला पढ्दाखेरि चाहिँ अब त्यही आफैले रटेर पढिन्थ्यो, अब त्यो त्यति सस्टेनेबल पनि हुन्थेन। इक्जाम टाइपले पढ्थ्यौँ सबैले पढ्दाखेरि नि कस्तो बोरिङ हुन्थ्यो। अहिले चाहिँ यो चाहिँ अलि इन्ट्रेस्टिङ तरिकाले अब पछिसम्म टेक्ने सस्टेनेबल किसिमको टेक्निक हो। यसले चाहिँ एकदम अहिले इफेक्टिभ भइरहेछ। यो अरूले लगेर फिडब्याक दिएको पनि देखेको थिएँ। अनि त्यसमा अब आफ्नो दाइलाई सोद्धाखेरि नि दाइले पनि यस्तो यस्तो हुन्छ भनेर भन्दै हुनुहुन्थ्यो। आफ्नो क्षमता कस्तो छ भनेर केही बुझेको छैन भने चाहिँ यो क्लासहरू लिँदा चाहिँ एकदम इफेक्टिभ नै हुन्छ। यो क्लासहरूमा चाहिँ एकदम सरल किसिमले आफूले पढेको कुराहरू दिगो रहनको लागि सजिलो हुन्छ। त्यसैले यो क्लास लिँदा एकदम इफेक्टिभ छ भन्न चाहन्छु।